टोमेटो ढिलो समाधान भएन र साथीहरू आज चाहिँ हामी यो फनी गेम खेल्न गइरहेको छौँ। यो जुन सामानहरू राखेको छ यो सामानको नाम भन्छन् उताबाट र हामी दुईजनाले चाहिँ यसलाई ग्र्याब गर्नुपर्ने हुन्छ होइन। जसले बढी ग्र्याब गर्छन् त्यसले चाहिँ पुरस्कार स्वरूप 200 रुपियाँ पाउनेछन् भने हार्नेले 100 रुपियाँ हार्नेछन्। अनि अर्को कुरा जस्तै आलु भन्दाखेरि उसले छुट्टै रङ समात्यो भने 1 बोतल टाउकोमा खानेछन्। ल रेडी हो आलु सम्धिले अब समात्यो धोनी पेन ल दिन्छ तपाईलाई भ्यासलिन एटीएम मैले समाते होइन एटिएम भने हो मैले समाते होइन। बिस्कुट सबै पसलमा गएर सामान लिएर आउने के नङ्कट नङ्गर चिच्चो रहेछ यार झन् अब त टेप तपाईँले जित्यो लाइटर यो त ड्र भयो उठे यो त ड्र भयो अब यो त के गर्ने साँच्ची हो यो त अनि के गर्ने साँच्ची यसलाई एउटा मागिरहेको त बराबरी भइयो नि। अझै छ एकछिन न टोमेटो कतिवटा भयो 3 4 5 6वटा मैले 5वटा मात्रै 1 2 3 4 5 पैसा कसले पायो उसले पाएँ 200 पायो पायो 100 रुपियाँ लुड्क्यो मेरो 100 रुपियाँ लुड्क्यो 100 रुपियाँ लुड्क्यो मेरो 100 रुपियाँ लुड्क्यो 100 रुपियाँ लुड्क्यो